डल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या? किनभने म चाहिँ मान्छे हो। आशा त धेरै छ तपाईबाट। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन् हैन। बात त सही है। यो क्षेत्रमा तपाईले के गर्दै हुनुहुन्छ त अब? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ अब के अरे फुलको गुच्चा अनि केरा। तेस्रो 24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? तेस्रो 24 गते त म त उहाँ के अरे इलामको माथि फाफुकथुङ भन्ने ठाउँतिर थियो। अहिले मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउने? बात त सही है। हिमालको हिउँलाई पैसा बनाऊ, माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। तपाईलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन दाई भन्नु। त्यसो मन्त्री नभन्ने जनताले त मन्त्री महावीर पुन भन्न थाले। भन्नेले भन्ला, तर सबैले दाई भने हुन्छ। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन। जे भयो पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन है। राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल कुरा। मलाई कसैले पनि गिफ्ट नदिऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु। त्यही हो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जोसुकै गर भन्ने सन्देश दिन्छु मैले। थाहा छ तपाईँ धेरै अध्ययनशील मान्छे हो, व्यक्ति हो, महावीर पुन चाहिँ। अध्ययनशील होइन म। होइन, व्यवहारिक ज्ञान तपाईँसँग धेरै छ क्या। मैले काम गर्दै जाँदाखेरि गरेको हो, म अध्ययन गर्दै गर्दैन। पढ्दैन पढ्ने बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको छु। तपाईँ चुनाव लड्ने कि नलड्ने? म नलड्ने। 70 वर्ष होइन, पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? तपाईँलाई युवाहरूले बोलायो? नजाने कुरा नजाने।